हेलो नमस्ते अनि स्वागत छ तपाईँलाई मेरो यो नयाँ भिडियोमा। आज म दिल्लीबाट काठमाडौँ जाँदैछु र एयरलाइन्स रहेको छ हाम्रो आफ्नै नेपाल एयरलाइन्स। मलाई लाग्छ कि दिल्ली काठमाडौँ रुट चाहिँ नेपालको सबैभन्दा बिजी या व्यस्त इन्टरनेसनल रुट रहेको छ। यस रुटमा दैनिक धेरै उडानहरू हुने गर्दछ, जसमा नेपाल एयरलाइन्स, एयर इन्डिया, स्पाइसजेट, इन्डिगो जस्ता नेपाल र इन्डियाका एयरलाइन्सले उडान भर्ने गर्दछन् र भुटानबाट पनि दुईटा एयरलाइन्सले यस रुटमा उडान भर्ने गर्दछन्। यो चाहिँ मेरो दोस्रो चोटि रहनेछ जुन नेपाल एयरलाइन्समा म दिल्लीबाट काठमाडौँ जाँदैछु। यसभन्दा पहिला पनि म नेपाल एयरलाइन्सबाट काठमाडौँ गएको थिएँ र जुन चाहिँ 6 घन्टा डिले भएको थियो। र आज हेरौँ कस्तो रहनेछ नेपाल एयरलाइन्सको यात्रा। यस रुटमा नेपाल एयरलाइन्सले मात्र आफ्नो वाइड बडी जहाज प्रयोग गर्ने गर्दछ जुन चाहिँ एयरबस A330 रहेको छ। म यस फ्लाइटको टिकट कति पर्यो भनेर हजुरलाई अन्त्यमा भन्नेछु र कृपया यो भिडियो अन्त्यसम्म हेरिदिनु होला। र भिडियो सुरु गर्नभन्दा अगाडि मेरो यो भिडियो पछिको टार्गेट रहेको छ 5000 सब्सक्राइबर्स। हजुरहरूले मलाई इन्स्टाग्राम, फेसबुक र टिकटकमा पनि फलो गर्न सक्नुहुन्छ। मेरो आइडी चाहिँ स्क्रिनमा देखाइएको छ। म अहिले दिल्लीको क्राउन प्लाजा होटलमा रहेको छु र यहाँबाट एयरपोर्ट जानको लागि मैले उबर पनि बुक गरिसकेको छु। म अहिले एयरपोर्टको लागि निस्किसकेको छु र यहाँबाट एयरपोर्टसम्म पुग्नको लागि मलाई 30 मिनट लाग्नेछ। आज मौसम पनि सफा रहेको छ र ट्राफिक पनि धेरै छैन। म चाहिँ एयरपोर्ट पुगिसकेँ र यो चाहिँ टर्मिनल 3 रहेको छ। पासपोर्ट र टिकट देखाएपछि म चाहिँ भित्र आइसकेको छु। यो रहेको छ उडान जानकारी बोर्ड र यसमा मेरो फ्लाइट देखाइरहेको छ। मेरो फ्लाइट हो RA218 अनि चेक इनको लागि रो रहेको छ रो J। म छिटो आएको हुनाले म नै पहिलो व्यक्ति थिएँ चेक इन गर्नको लागि। बोर्डिङ पास लिएपछि म जाँदैछु इमिग्रेसन र सेक्युरिटी चेकको लागि। इमिग्रेसन र सेक्युरिटी चेक सकाएपछि म अहिले ड्युटी फ्री एरियामा रहेको छु र यसपछि म लाउन्जतिर जानेछु। यदि तपाईँहरूलाई एयरक्राफ्ट र प्लेनहरू हेर्न मनपर्छ भने यहाँबाट हजुरले हेर्न सक्नुहुन्छ। यहाँबाट चाहिँ राम्रो भ्यू देखिन्छ। अहिले चाहिँ हामीले एयर इन्डिया र इन्डिगोको प्लेनहरू बाहिर देखिरहेका छौँ। त्यो माथिको एनकाम लाउन्ज रहेको छ र म चाहिँ त्यहाँ अब जाँदैछु। र यो चाहिँ नयाँ एयर इन्डियाको लाउन्ज रहेको छ जुन चाहिँ ओपन भइसकेको छ। म अहिले लाउन्जभित्र आइसकेको छु र यो रहेको छ फ्री वाइफाईको लागि मसिन। मैले आफ्नो पासपोर्ट स्क्यान गरिसकेँ र मैले आफ्नो कुपन पाइसकेँ जुनमा आइडी र पासपोर्ट रहेको छ वाइफाईको। यो लाउन्जमा बार पनि छ जहाँ हजुरले ड्रिङ्क्सहरू इन्जोय गर्न सक्नुहुन्छ। त्यसपछि खानाको लागि पनि थुप्रै अप्सन रहेको छ र हजुरले चाहिँ अनलिमिटेड बुफे पनि यहाँ पाउनुहुन्छ। मेरो फ्लाइट उड्नुभन्दा अगाडि मसँग 2 घन्टा रहेको छ र म चाहिँ आफ्नो टाइम चाहिँ यहीँ 2 घन्टा बिताउँछु। म आफ्नो लन्च पनि यहीँ गर्छु र त्यसपछि म चाहिँ फ्लाइटको लागि आफ्नो गेटमा जानेछु। म चाहिँ अहिले लाउन्जबाट निस्किसकेको छु र म चाहिँ यहाँ 2 घन्टा जति बसेँ र यसपछि म जानेछु मेरो गेटतर्फ। म अहिले गेटतर्फ जाँदैछु र यहाँ चाहिँ स्मोकिङ जोन पनि रहेको छ। म अहिले चाहिँ आफ्नो गेटमा आइसकेँ र नेपाल एयरलाइन्स पनि आइसकेको छ र यो रहेको छ A330 विमान 9N-ALY। बोर्डिङ गेट चाहिँ गेट नम्बर 8 रहेको छ र मेरो फ्लाइट चाहिँ RA218 हो र डिपार्चर टाइम रहेको छ 4:50। अब चाहिँ प्लेन चढ्न जाँदैछु र बोर्डिङ सुरु भइसकेको छ र आज मेरो टिकट रहेको छ इकोनोमिक क्लासको। म चाहिँ अहिले जहाजभित्र आइसकेको छु र यो जहाज चाहिँ 8 वर्ष पुरानो रहेको छ। यो जहाजमा चाहिँ 18वटा बिजनेस क्लास र 256वटा इकोनोमिक क्लास सिट रहेको छ। म चाहिँ आफ्नो सिटमा बसिसकेको छु र मेरो सिट नम्बर रहेको छ 27A। यस सिटमा हजुरले पाउनुहुन्छ यो सेफ्टी इन्स्ट्रक्सन कार्ड अनि म्यागजिनभित्रको यो पेजमा चाहिँ नेपाल एयरलाइन्सको डोमेस्टिक र इन्टरनेसनल फ्लाइट नेटवर्क देखाइएको छ। रिडिङ लाइट र फ्लाइट एटेन्डेन्टलाई बोलाउने बटन दिएको छ अनि माथि चाहिँ पर्सनल एसी बेन्च चाहिँ छैन। लगभग सबै सिटमा चाहिँ हजुरले यो एडजस्टेबल हेड रेस्ट पाउनुहुन्छ। यस विमानमा हरेक सिटमा टिभी अथवा मोनिटर पनि रहेको छ जुन चाहिँ IF स्क्रिन भनिन्छ र म चाहिँ अनलक्की रहेको छु किनभने मेरो सिटको टिभी चाहिँ बिग्रेको रहेछ।
मेरो स्क्रिन चाहिँ बिग्रेको हुनाले सेफ्टी भिडियोको लागि चाहिँ मैले त्यहाँ हेर्नुपर्ने हुन्छ र यो हामीलाई वाइप पनि दिएको छ। अहिले चाहिँ सेफ्टी भिडियो स्क्रिनमा प्ले भइरहेको छ र काठमाडौँसम्म पुग्नको लागि हामीलाई लाग्नेछ समय 1 घण्टा र 15 मिनट। पुसब्याक स्टार्ट भइसकेको छ र यो जहाज चाहिँ टेक अफको लागि अब रनवेतिर जानेछ। यो सेम जहाज नेपालबाट टोकियो जापानसम्म उडान भर्ने गर्दछ, जुन चाहिँ लगभग 7 घण्टाको फ्लाइट रहेको छ। यदि यो भिडियोमा 2 लाखसम्म भ्युज आउँछ भने म चाहिँ नेक्स्ट फ्लाइटमा चाहिँ टोकियोदेखि काठमाडौँसम्म भिडियो बनाउनेछु। हामीले बाहिर देखिरहेको विमान हो एयर इन्डियाको 787-8 विमान र यसमा म पहिला पनि यात्रा गरिसकेको छु र त्यो भिडियोहरू मेरो इङ्ग्लिस च्यानलमा रहेको छ, जुनको लिङ्क चाहिँ मैले तल डिस्क्रिप्सनमा हजुरलाई दिएको छु। र मेरो इङ्ग्लिस च्यानलको नाम रहेको छ फ्लाइङ मिरान। त्यहाँ थुप्रै फ्लाइट्सहरूको फुल भिडियोहरू रहेका छन् जुन हजुरले हेर्न सक्नुहुन्छ। हामी अहिले रनवेको नजिक आइसकेको छौँ र होल्डमा छौँ र आफ्नो पालो कुर्दैछौँ। अहिले रनवेमा आकाश एयरको 737 म्याक्स रहेको छ, जुन चाहिँ बोइङकै जहाज रहेको छ र यो चाहिँ इन्डियाको नयाँ एयरलाइन्स रहेको छ। आकाश एयर टेक अफ गरेसँगै हाम्रो यो जहाज पनि अहिले रनवेमा आइसकेको छ र टेक अफको लागि तयार छ र अब हामी दिल्ली एयरपोर्टबाट टेक अफ गरेर काठमाडौँको लागि प्रस्थान गर्नेछौँ। टेक अफ एकदमै राम्रो थियो र अहिले हामी आकाशमा मजाले उडिरहेका छौँ र झ्यालबाट बाहिरको दृश्य पनि एकदम क्लियर नै देखिएको छ। अब चाहिँ म प्लेनको ल्याबोरेटरी अथवा टोयलेट जाँदैछु। यहाँ हात धुनको लागि ह्यान्ड वास, तातो र चिसो पानी र टिस्यु पेपरहरू राखिएको छ र टोयलेट पेपरहरू पनि छ। भित्रको स्पेसको कुरा गर्नुपर्दा यसको हाइट पनि ठिक छ र यो सफा पनि छ। यो 1 घण्टा 15 मिनटको फ्लाइटमा हजुरले तातो खानाको सेवा पनि पाउनुहुन्छ। एयर इन्डियाले पनि यो रुटमा तातो खानाको सर्भिस दिने गर्दछ र एयर इन्डियाको कम्पेयर गर्दा नेपाली एयरलाइन्समा हजुरले केही बढी नै पाउनुहुन्छ। आजको खाना रहेको छ चिकन राइस, अनि त्यहाँ ब्रेड, केक, बटर पनि रहेको छ। चम्चा र फोक चाहिँ हजुरले प्लास्टिकको पाउनुहुनेछ र यस फ्लाइटमा हजुरलाई ड्रिङ्क्स पनि सर्भ गरिन्छ। खानाको कुरा गर्नुपर्दा खाना चाहिँ मिठो थियो र मैले चाहिँ सबै खान सकिसकेको छु र हल्का पिरो चाहिँ थियो। यो रुटमा अरू एयरलाइन्सभन्दा नेपाली एयरलाइन्सको A330 विमान चाहिँ अलिक कम्फर्टेबल रहेको छ, किनभने अरू एयरलाइन्सहरूले चाहिँ यो रुटमा चाहिँ न्यारो बडी एयरक्राफ्टहरू युज गरिरहेको हुन्छ। क्याप्टेनको एनाउन्समेन्ट अनुसार हामी चाहिँ अब डिसेन्टको लागि जाँदैछौँ। विमान अब अवतरणको लागि आफ्नो हाइट चाहिँ बिस्तारै तल घटाउँदै जानेछ।
हाम्रो जहाजको हाइट पहिलाभन्दा धेरै तल आइसकेको छ र हामी अहिले नेपालभित्र प्रवेश गरिसकेका छौँ र यहाँबाट काठमाडौँ पुग्नको लागि हामीलाई जम्मा 14 मिनेट लाग्नेछ। बाहिर अहिले अँध्यारो भइसकेको छ र काठमाडौँ ल्यान्ड हुनको लागि हामीलाई यहाँबाट 7 मिनेट लाग्नेछ। हामी अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिसकेका छौँ र हामीलाई दिल्लीबाट काठमाडौँ पुग्नको लागि लागेको छ 1 घण्टा र 19 मिनेट। यो मेरो सेकेन्ड टाइम रहेको छ दिल्ली काठमाडौँ रुटमा नेपाली एयरलाइन्सको इकोनोमी क्लासमा। त्यो मेरो फ्लाइट चाहिँ 6 घण्टा डिले भएको थियो तर आज चाहिँ म चाहिँ टाइममा नै काठमाडौँ आइपुगेको छु। म चाहिँ जहाजबाट बाहिर निस्केको छु र यो सिट चाहिँ कम्फोर्टेबल नै थियो। सर्ट फ्लाइट भएर होला ठिकै थियो। यदि लङ फ्लाइट भयो भने जस्तै टोकियोसम्म भयो भने काठमाडौँबाट अलिक गाह्रो चाहिँ हुनसक्छ। म चाहिँ अहिले बसमा बसिसकेको छु र यहाँबाट चाहिँ हामी एराइभल टर्मिनल जान्छौँ। त्यसपछि म जानेछु इमिग्रेसन। इमिग्रेसन पछि म जाँदैछु कस्टम्स र ब्यागेज क्लेमतिर। कस्टम्समा सेक्युरिटी चेक र मेरो ह्यान्ड लगेज पनि चेक गरियो र त्यसपछि म जाँदैछु अब ब्यागेज लिन। यो मेरो सामान पनि आइसकेको छ र म यहाँबाट अब निस्किँदैछु। अन्त्यसम्म भिडियो हेरिदिनु भएकोमा धन्यवाद र यो रहेको थियो मेरो। यो भिडियो कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनु होला र हाम्रो भेट हुनेछ अर्को भिडियोमा।